तपाईहरु सबैलाई मेरो YouTube च्यानलमा स्वागत छ। आज तपाईहरुको माझमा मैट्रिक्स ट्रान्सफर्मेसनको एउटा क्वेशन लिएर आएको छु। क्वेशन यस प्रकार रहेको छ। Find a 2x2 transformation matrix which transforms a unit square into the quadrilateral 0 0 4 1 5 2 1 1। यहाँ ध्यान दिएर हेर्नुस् त। यहाँ क्वेशनले के भन्दैछ? एउटा 2x2 ट्रान्सफर्मेसन मैट्रिक्स पत्ता लगाउनु भन्दैछ। यहाँ ट्रान्सफर्मेसन मैट्रिक्स हामीले पत्ता लगाउनु पर्ने छ। जुन ट्रान्सफर्मेसन मैट्रिक्सले चाहिँ यो युनिट स्क्वायरलाई यो क्वाड्रिलेटरलमा चेन्ज गर्छ भनिरहेछ। अब तपाईले यो ट्रान्सफर्मेसन मैट्रिक्सको कन्डिसनमा एउटा कन्डिसन चाहिँ तपाईहरुले जहिले पनि ख्याल गर्नुपर्छ है। त्यो कन्डिसन भनेको चाहिँ के हो भने मैट्रिक्स इन्टु अब्जेक्ट इक्वल टु इमेज। यसलाई चाहिँ जहिले पनि तपाईहरुले ख्याल गर्नु होला। ट्रान्सफर्मेसन मैट्रिक्सको सिचुएसनमा ट्रान्सफर्मेसन मैट्रिक्सले अब्जेक्टलाई मल्टिप्लाई गर्यो भने इमेज आउँछ। बुझ्नुभयो कुरा? त अब हामीले सबैभन्दा सुरुमा अब्जेक्ट कुन हो, इमेज कुन हो र ट्रान्सफर्मेसन मैट्रिक्स कुन हो यो पहिला हामीले चिन्नु पर्ने हुन्छ। यहाँ हेर्नुस् है, एउटा 2x2 ट्रान्सफर्मेसन मैट्रिक्स पत्ता लगाउनु भन्दैछ। यसै ट्रान्सफर्मेसन मैट्रिक्स हामीलाई थाहा छैन। यो चाहिँ 2x2 दुईटा रो र दुईटा कलम भएको हामीले सुरुमा ट्रान्सफर्मेसन मैट्रिक्स लिड गर्नुपर्ने हुन्छ। ठीक छ? त्यसपछि व्हिच ट्रान्सफर्म जसले चाहिँ ट्रान्सफर्म गर्छ है। व्हिच ट्रान्सफर्म अ युनिट स्क्वायर। युनिट स्क्वायरलाई चाहिँ के गर्छ? ट्रान्सफर्म गर्छ। केमा ट्रान्सफर गर्छ त? इन्टु द क्वाड्रिलेटरल। यहाँ है युनिट स्क्वायरलाई क्वाड्रिलेटरलमा ट्रान्सफर्म गर्छ भनेपछि यस्तो सिचुएसनमा यहाँ ट्रान्सफर्म के हुँदैछ? युनिट स्क्वायर। केमा ट्रान्सफर्म हुँदैछ? क्वाड्रिलेटरमा। अब जुन चाहिँ ट्रान्सफर्म हुँदैछ त्यो चाहिँ हाम्रो अब्जेक्ट हो। त्यसपछि ट्रान्सफर्म भएर बन्ने नयाँ चाहिँ के हो त? हाम्रो इमेज हो। यहाँनेर युनिट स्क्वायर ट्रान्सफर्म हुँदै गरेको हुनाले युनिट स्क्वायर चाहिँ अब्जेक्ट हो भने यो क्वाड्रिलेटरल चाहिँ के हो त? इमेज हो। भनेपछि यहाँनेर यो सिचुएसनमा हामीलाई हेर्नुस् त 2x2 मैट्रिक्स निकाल्नु भन्दैछ। युनिट स्क्वायरलाई चाहिँ केमा? क्वाड्रिलेटरमा चेन्ज गर्ने। यहाँ क्वाड्रिलेटरको हामीलाई भर्टिसेसहरु मैट्रिक्सको फर्ममा दिएको छ। तर यो युनिट स्क्वायरको भर्टिसेसहरु हामीलाई मैट्रिक्स फर्ममा दिएको छैन। अब यो युनिट स्क्वायरको चाहिँ प्राय जसो क्वेशनमा दिएको हुँदैन है। अब युनिट स्क्वायरको भर्टिसेसहरु के हुन्छ त? यो चाहिँ हामीले आफैले थाहा पाउनु पर्छ। अब यो घोक्दाखेरि याद गर्दाखेरि बिर्सिने सम्भावना धेरै हुन्छ। त्यसैले युनिट स्क्वायरको भर्टिसेसहरु के हुन्छ त? यसको बारेमा म तपाईहरुलाई देखाउँछु। कहिले पनि तपाईहरुले बिर्सिनु हुने छैन है। त युनिट स्क्वायर भनेको के हो पहिला तपाईहरुले यो कुरा क्लियरली बुझ्नुस्। यो ग्राफ हो। ठीक छ? ग्राफमा एक्स एक्सिस वाई एक्सिस हुन्छ। यो पोइन्ट भनेको के हो? हाम्रो ओरिजिन हो। अनि यो ग्राफ पेपरमा यो एउटा बक्स हुन्छ नि, एउटा स्क्वायर युनिट। हेर्नु त, 1 स्क्वायर युनिट को बक्सहरु हुन्छ कि हुँदैन ग्राफमा? हो। त्यो ग्राफमा भएको यो 1 स्क्वायर युनिट को बक्सलाई नै हामी के भन्छौं? युनिट स्क्वायर भन्छौं। युनिट स्क्वायर भनेको 1 युनिट 1 स्क्वायर भन्न खोजेको क्या। ग्राफ पेपरमा भएको है एउटा स्क्वायर बक्सलाई हामी के भन्छौं? युनिट स्क्वायर भन्छौं। अब तपाईले स्क्वायर युनिटको भर्टिसेस के हुन्छ भनेर पत्ता लगाउनको लागि यो ग्राफमा हेर्नुस् है। ग्राफमा यो हेर्नुस् त, एउटा स्क्वायर बक्स के हो? युनिट स्क्वायर हो। अब यसको पोइन्टहरु के हुन्छ त? हेर्नु त, यो के हो? हाम्रो ओरिजिन। ओरिजिनको भर्टेक्स के हुन्छ? हाम्रो 0, 0। त्यस्तै ग्राफमा यो सुरुको पोइन्ट के हुन्छ? 1, 0 हुन्छ। हेर्नु त, x1 छ, y0 हैसी 1, 0। ग्राफमा यो पोइन्ट कति हुन्छ? x पनि 1, y पनि 1 भनेपछि ग्राफमा यो पोइन्ट कति हुन्छ? हाम्रो 1, 1। त्यस्तै ग्राफमा यो पोइन्ट कति हुन्छ? x0 y1 भनेपछि ग्राफमा यो पोइन्ट कति हुन्छ? 0, 1 हुन्छ। यहाँ हेर्नुस् है, 0, 0 ओरिजिन। यो पोइन्ट के हुन्छ? हाम्रो 1, 0, यो 1, 1, यो 0, 1 हुन्छ। हो, यो चारवटा भर्टिसेसहरु नै के हो त? युनिट स्क्वायरको भर्टिसेस हो। कुरा बुझ्नु भयो? तपाईले युनिट स्क्वायरको भर्टिसेस थाहा पाउनु भएन भने ग्राफलाई सम्झिनु होला है। ग्राफमा भएको एउटा स्क्वायर बक्स नै के हो त? हाम्रो युनिट स्क्वायर हो र त्यसको भर्टिसेस नै के हो त? हाम्रो युनिट स्क्वायरको भर्टिसेस हो। कुरा बुझ्नु भयो तपाईले है? भनेपछि युनिट स्क्वायरको भर्टिसेस के हुँदो रहेछ हाम्रो? हेर्नुस् त, यो कति? 0, 0। ठीक छ? त्यस्तै गरी सेकेन्डको कति छ हाम्रो? 1, 0। यसरी लेख्नु पर्यो। थर्डको हाम्रो छ 1, 1।
त्यस्तै गरी फोर्थ पोइन्ट कति छ हाम्रो 0,1 भनेपछि यहाँ त युनिट स्क्वायर म्याट्रिक्स के हुँदो रहेछ हाम्रो 0 0 1 0 1 1 0 1 हुन्छ कुरा बुझ्नुभयो यसरी हामीले युनिट स्क्वायरको भर्टिसेसहरु चाहिँ थाहा पाउन सक्छौं ठीक छ अब यो भोग्दाखेरि तपाईहरुलाई बिर्सिन सक्नुहुन्छ नि त सधैँभरि दिमागमा याद हुने तर यो ग्राफ त तपाईहरुको माइन्डमै हुन्छ ग्राफ बनाउन सजिलो हुन्छ बिर्सिहाले पनि साइडमा अलिकति ग्राफ गरेर तपाईले यसरी भर्टिसेस पत्ता लगाउन सक्नुहुन्छ ठीक छ क्लियरली बुझ्नुभयो अब क्वेशन तिर लागौं है यहाँ त मैले कन्सेप्ट पनि बुझाए तपाईहरुलाई मैट्रिक्स इन्टु अब्जेक्ट इक्वल टु के हुँदो रहेछ इमेज हुन्छ यसरी यो कन्डिसन युज गरेर हामीले रिक्वायर्ड कुरा फाइन्ड गर्न सक्छौं ठीक छ मजाले हेर्नुस् है सोलुसन हामीलाई यहाँ के दिएको छ युनिट के रे ट्रान्सफर्मेसन मैट्रिक्स निकाल्नु भनौं लेट ट्रान्सफर्मेसन मैट्रिक्स इक्वल टु ABCD कुरा बुझ्नुभयो ट्रान्सफर्मेसन मैट्रिक्सलाई के मानौ ABCD ठीक छ यसरी लेट गरौँ हेर्नु त यहाँ दुईटा रो छ दुईटा कलम त्यसै 2x2 भन्नुको मतलब दुईटा रो र दुईटा कलम भएको मैट्रिक्स भनेको है यसरी लेट गर्ने त्यसपछि हेर्नुस् है युनिट स्क्वायर लेख्ने युनिट स्क्वायर को भर्टिसेस के हुँदो रहेछ हाम्रो 0 0 1 0 1 1 0 1 कुरा बुझ्नुभयो यो युनिट स्क्वायर को भर्टिसेस कसरी आयो थाहा पाउनु भयो नि ग्राफमा हेरेर है यो कुरा ख्याल गर्नु होला त्यसैगरी क्वाड्रिलेटरल ध्यान दिएर हेर्नुस् क्वाड्रिलेटरल के छ हाम्रो क्वाड्रिलेटरल 0 0 4 1 5 2 1 1 ठीक छ अब मजाले ध्यान दिएर हेर्नुस् फ्रम क्वेशन अब यहाँ हेर्नुस् है अघि मैले तपाईलाई एउटा सिचुएसन भनेको थिएँ के सिचुएसन थियो मैट्रिक्स इन्टु अब्जेक्ट इक्वल टु इमेज ध्यान दिएर हेर्नुस् है यो मैट्रिक्स भन्नुको मतलब ट्रान्सफर्मेसन मैट्रिक्स अनि त्यसैगरी अब्जेक्ट भनेको अब्जेक्ट मैट्रिक्स अर्थात जुन चीज चाहिँ ट्रान्सफर्म हुँदैछ त्यो हाम्रो अब्जेक्ट भयो त्यसैगरी इमेज भनेको चाहिँ ट्रान्सफर्म भएर बन्ने नयाँ कुरा चाहिँ के भयो हाम्रो इमेज हो मैट्रिक्स इन्टु अब्जेक्ट इक्वल टु इमेज हुन्छ ठीक छ अब यहाँ मैट्रिक्स अर्थात ट्रान्सफर्मेसन मैट्रिक्स भनेको के लेट गरेको छ हामीले ABCD त्यस्तै अब्जेक्ट भनेको यहाँ के हो युनिट स्क्वायर हो किनकि युनिट स्क्वायर क्वाड्रिलेटरलमा ट्रान्सफर्म हुँदैछ ठीक छ युनिट स्क्वायर हाम्रो 0 0 1 0 1 1 0 1 ठीक छ इक्वल टु इमेज भनेको हाम्रो क्वाड्रिलेटरल 0 0 4 1 5 2 1 1 यहाँसम्म क्लियरली बुझ्नुभयो नि हैन अब यति बुझिसके पछाडी ध्यान दिएर हेर्नुस् है यो दुईटालाई अब मल्टिप्लाई गर्ने मजाले ध्यान दिएर हेर्नु होला यसलाई मल्टिप्लाई गरौँ त के हुन्छ अब मैट्रिक्स को मल्टिप्लाई कसरी गर्ने तपाईलाई थाहा छ कि छैन मैट्रिक्स को मल्टिप्लाई गर्दा जहिले पनि रोले कलमलाई गर्नुपर्छ है रो टु कलम बुझ्नुभयो कुरा रोले कलमलाई जबसम्म सबै रोले मल्टिप्लाई गरिसकिदैन तबसम्म एउटै कलमलाई मल्टिप्लाई गर्नुपर्छ र सबै रोले मल्टिप्लाई गरिसकेपछि हामीले कलम चेन्ज गर्दै जानुपर्छ है चेन्ज गर्दै जानुपर्छ अब यहाँ त यहाँ सुरुको रो फर्स्ट रोमा के छ AB छ त्यस्तै फर्स्ट कलममा के छ 0 0 छ मल्टिप्लाई गर्दा फर्स्ट कम्पोनेन्टले फर्स्टलाई अनि त्यसपछि सेकेन्ड कम्पोनेन्टले सेकेन्डलाई गर्ने तर फर्स्ट मैट्रिक्स को रोमा भएको कम्पोनेन्टले सेकेन्ड मैट्रिक्समा भएको कलममा भएको कम्पोनेन्टसँग मल्टिप्लाई गर्नुपर्छ कुरा बुझ्नुभयो यहाँ हेर्नुस् त फर्स्ट कम्पोनेन्ट A यहाँ कलमको फर्स्ट कम्पोनेन्ट 0 अनि के भयो हाम्रो A इन्टु 0 कुरा बुझ्नुभयो प्लस त्यस्तै सेकेन्ड कम्पोनेन्ट B यहाँ सेकेन्ड कम्पोनेन्ट 0 भएपछि के भयो यहाँ B इन्टु 0 ठीक छ क्लियरली बुझ्नुभयो फर्स्ट रोले मल्टिप्लाई भयो त्यस्तै सेकेन्ड रो बाँकी छ सेकेन्ड रोले पनि यसैलाई मल्टिप्लाई गराउँदा के हुन्छ ध्यान दिएर हेर्नुस् है फर्स्टले फर्स्टलाई C इन्टु 0 प्लस D इन्टु 0 कुरा बुझ्नुभयो हेर्नुस् त यो कलमलाई दुईटै रोले मल्टिप्लाई भइसक्यो अब दुईटै रोले मल्टिप्लाई गरिसकेपछि कलम चेन्ज गर्ने नेक्स्ट कलम यसलाई मल्टिप्लाई गर्ने 1 0 लाई फेरि पाले पिलो है दुईटै रोले मल्टिप्लाई गर्ने हेर्नु त यहाँ के छ A फर्स्टले फर्स्टलाई मल्टिप्लाई गर्ने A इन्टु 1 प्लस सेकेन्डले सेकेन्डलाई भएपछि के हुन्छ B इन्टु 0 ठीक छ क्लियरली बुझ्नुभयो त्यस्तै अब सेकेन्ड रोको पालो फर्स्टले फर्स्टलाई गरौँ त C इन्टु 1 प्लस त्यस्तै गरी अर्को D इन्टु 0 यसरी गर्ने ठीक छ अब सेकेन्ड कलमको पनि पालो सिद्धो है त्यसपछि थर्ड कलममा जाने हेर्नुस् त थर्ड कलममा 1 1 छ फेरि दुईटै रोले मल्टिप्लाई गर्ने हेर्नुस् है फर्स्टले फर्स्टलाई
a into 1 प्लस त्यस्तै गरी के हुन्छ सेकेन्डले सेकेन्डलाई b into 1 त्यसै गरी सेकेन्ड रोले पनि गरौँ त c into 1 प्लस के भयो हाम्रो d into 1 भयो थर्ड कलम पनि सिद्धियो अब बाँकी रह्यो लास्ट कलम फोर्थ कलममा पनि के गर्ने दुईटै रोले मल्टिप्लाई गर्ने हेर्नुस् है फर्स्टलाई यसै के गर्नु पर्यो a into 0 प्लस के भयो हाम्रो b into 1 त्यसै गरी तल c into 0 प्लस d into 1 कुरा बुझ्नुभयो यसरी मल्टिप्लाई गर्ने इक्वल टु हाम्रो के छ इमेज 0 0 4 1 5 2 1 1 ठीक छ यहाँसम्म क्लियरली बुझ्नुभयो नि अब त्यसपछि यसलाई क्याल्कुलेट गरौँ त a into 0 गर्दा 0 b into 0 गर्दा 0 त्यसै 0 प्लस 0 भयो यहाँ a into 1 गर्दा a प्लस b into 0 गर्दा 0 c into 1 गर्दा c प्लस d into 0 गर्दा 0 त्यसै यहाँ के हुन्छ a प्लस b c प्लस d त्यसै गरी यहाँ a into 0 गर्दा 0 b into 1 गर्दा b c into 0 गर्दा 0 d into 1 गर्दा d भयो इक्वल टु 0 0 4 1 5 2 1 1 ठीक छ यहाँसम्म क्लियरली बुझ्नुभयो नि अब त्यसपछि यसलाई क्याल्कुलेट गरौँ त क्याल्कुलेट गर्दा कति आउँछ ध्यान दिएर हेर्नु है 0 0 a c a plus b c plus d b d ठीक छ इक्वल टु कति हुन्छ हाम्रो 0 0 4 1 5 2 1 1 ठीक छ यहाँसम्म क्लियरली बुझ्नुभयो नि हैन अब यति आइसकेपछि यहाँ हेर्नु है यसलाई कम्पेयर गरौँ त यो दुईटा म्याट्रिक्स एक अर्कासँग बराबर छ भने यस्तो सिचुएसनमा यसको करस्पोन्डिङ कम्पोनेन्टहरु पनि बराबर हुन्छ ठीक छ त्यसैले कम्पेयर गरौँ त यसलाई ध्यान दिएर हेर्नु होला इक्वेटिङ बोथ साइड्स we get equating मा यसलाई कम्पेयरिङ बोथ साइड पनि तपाईहरुले लेख्न सक्नुहुन्छ अब कम्पेयरिङ गर्दा सेम प्लेसमा भएको एउटै प्लेसमा भएको कम्पोनेन्ट बराबर हुन्छ यहाँ हेर्नु त यहाँ a छ यही प्लेसमा भएको कम्पोनेन्ट यतापटिको म्याट्रिक्समा के छ 4 यसै a इक्वल टु 4 भयो ठीक छ यहाँ b छ यही प्लेसमा भएको अर्को कम्पोनेन्ट के छ 1 यसै b इक्वल टु 1 भयो त्यसै यहाँ c छ यही प्लेसमा भएको कम्पोनेन्ट के छ 1 c इक्वल टु 1 त्यसै गरी यहाँ d छ यसकै प्लेसमा के छ हाम्रो 1 d इक्वल टु 1 ठीक छ कुरा बुझ्नुभयो a को भ्यालु 4 b को 1 c को 1 d को 1 आयो यसै अब म्याट्रिक्स निकाल्नु पर्यो therefore required transformation matrix is transformation matrix के मानेको थियो हामीले abcd इक्वल टु a को भ्यालु कति आयो हाम्रो 4 b को 1 c को 1 d को 1 आयो कुरा बुझ्नुभयो 4 1 1 1 हुँदो रहेछ यो नै के हो त ट्रान्सफर्मेसन म्याट्रिक्स हो यसरी तपाईहरुले ट्रान्सफर्मेसन म्याट्रिक्समा भ्यालु क्याल्कुलेट गर्न सक्नुहुन्छ है यो खालको क्वेशनमा गरे हामीले इमेज निकाल्नु पर्ने हुन्छ गरे हामीले ट्रान्सफर्मेसन म्याट्रिक्स निकाल्नु पर्ने हुन्छ गरे हामीले अब्जेक्ट निकाल्नु पर्ने हुन्छ जेसुकै निकाल्नु परे तापनि यो प्रोसेसबाट हामीले गर्नुपर्छ तपाईहरुले दिमागमा एउटा कुरा चाहिँ के ख्याल गर्नुहोस् मैट्रिक्स अर्थात ट्रान्सफर्मेसन मैट्रिक्स इन्टु अब्जेक्ट इक्वल टु जहिले पनि इमेज हुन्छ यो कन्डिसन चाहिँ कहिले पनि नभुल्नु होला है मलाई आशा छ आज मैले सिकाएको कुराहरु तपाईहरुले राम्रोसँगले बुझ्नु भयो होला म यसरी नै तपाईहरुको माझमा नयाँ जानकारीमूलक भिडियोहरु लिएर आउने नै छु